माने प्रेम हो। वाउ कस्तो राम्रो माने रहेछ यार। हेरिरहँ जस्तो लागेको थियो मलाई त। ओहो दामी रहेछ ल। गुप्तेश्वर हाबी कको क र ख दुईवटा बुथ रहेका छन्, जसमा चाहिँ अब यो गेट भयो गुप्तेश्वर हाबीको। गुप्तेश्वर हाबीको यो चाहिँ मावि भएको छ, यो चाहिँ कको बुथ हो, जसमा चाहिँ काम अब सबै भइसकेको छ। मतदान केन्द्र के रहेको छ, क्रम सङ्ख्या 1 देखि 840 सम्म रहेको छ। सो अनुसार यसरी जाँदाखेरि यहाँबाट छिर्ने व्यवस्था गरिएको छ। महिला पुरुष, पुरुषको तल महिला, अनि यो चाहिँ खाली भएको चाहिँ अशक्त अनि अपाङ्गहरू रहेको छ। अब यसरी आइसकेपछि अब यो टेबलहरू चाहिँ राजनीतिक दल तथा कर्मचारीहरूले नाम रुजु गर्ने ठाउँ रहेको छ। अनि लगभग अब सकिने फिनिसिङ बेला। अब यहाँबाट प्रत्यक्षतर्फकोबाट यहाँनिर अधिकृत सर बसेर यहाँबाट चाहिँ मतपेटी कालेर प्रत्यक्षतर्फको यहाँनिर स्ट्याम्प लगेर अब यहाँनिर चाहिँ ट्र्याक्टरसँगले गुप्तेश्वर कको यसरी आएर यहाँ लगाएर दोस्रो मतपत्र यहाँबाट लिएर त्यहाँ लगाएर यहाँबाट लगाएर यहाँबाट एक्जिट हुने ठाउँ रहेको छ। यो ख नम्बर गुप्तेश्वर माविको ख नम्बरको बुथ रहेको छ र यो बिहानको करिब 6:15 को समय हो। खाली छ भन्ने कुरा चाहिँ हामी यसरी जनाउँछौँ। अनि यो चाहिँ 1 नम्बर लेखेको चाहिँ प्रत्यक्षतर्फको मतपेटिका हो र यसलाई हामीले सिल गर्न गइरहेको छौँ, जसमा हामीले 4वटा सिल नम्बर प्रयोग गरिरहेका छौँ र यहाँ लेखिएको छ 32 86 31 32 32 33 र 34 सिल नम्बर सिरियली नम्बर सिरियली राख्नु। टिपिराख्नुहोस्, यो टिप्नुपर्छ तपाईँहरूलाई होइन एउटा पेपर छैन भने यो लिनु। है सिल गर्नु। ठिक छ, यो अन्तिममा पनि हामीसँग हुन्छ है, हामीसँग हुन्छ। अहिले रुजु मात्रै गरिदिनु तपाईँ। सिल लगाउने यो तरिका पनि हो। यो नम्बर चाहिँ आफूतिर यो माथि देखिनुपर्छ होइन। अनि यसलाई धेरै टाइट पनि ठिक भयो। यो ब्याक आउँछ धेरै टाइट भयो खासमा नि सर यो नि छिन्दो रहेछ, टाइट भयो भने लोडमा गाह्रो हुन्छ। यसलाई यसरी अर्को चोडिन्छ। अलि लुज गरेर तपाईँले त्यतातिर राख्नु होला। त्यसरी ठिक छ, जे भयो यताबाट सरले गर्नु
यसमा लेखिएको अनुसारले 006901देखि सुरु भएर 70,800 जम्मा मतपत्र संख्या 900 प्राप्त भएको छ। त्यसै गरी समानुपातिक तर्फ 10-25-0 दुरुस्तै छ होइन त साथी कोही चिकन पैसा यो नकाटो यो जस्ता त्यस्तै ल यो शरीर ह्यान्ड ओभर दिनुहोस् न बसिहाल्नुहोस् आफ्नो सुरक्षित साथ राख्नुहोस् उयो झोलामा हाल्ने तल फटेको छ 3 नम्बर गरेर गर्नु 7 नम्बर गर्नु सही छ लास्ट नम्बर गर्दा सही भएको छ फर्मेट आज गर्नु नि पहिलाको हो हैन अपडेट गर्न गाह्रो छ नेपालमा त्यही यहाँ हाम्रो नाम के आछ नि गर्नु त आबी छ जो माबी त्यही यसैले कन्सिडर गर्नु सही गरेको हो अरु छ कोही ल प्रतिनिधि सरहरू अरु छ कोही बाँकी सुरुवात 901 बाट गर्नु है यो साइन गराइहाल्नुहोस् दिनुहोस् न सर साइन गर्नु ल है शुभारम्भ हुन आँटेको छ भिडियो बनाइदिँदा पनि हुन्छ भिडियो गर्दैछु ककेन्द्रको पहिलो मतदाता ककेन्द्रको अर्को हात दिनुहोस् गोले गरिदिनु मासु र नङमा ठिक्क नङमा पर्छ मासु र नङ रेडी सरहरू एकदम लाइभ प्रत्यक्षको उहाँले हाल्दै हुनुहुन्छ हो यहाँबाट हो यहाँ दुलोबाट त्यही दुलोबाट हो यहाँ खसाइदिनु ल यता ल ल यहाँनिर ल भोट समानुपातिकको लागि बुढाले भोट हाल्दै हुनुहुन्छ अब त्यसपछि अब खसाउन बाँकी हुनुहुन्छ त्यताबाट एक्जिट छ है
बन्द गर्दैछ हो भन्नु होला नि प्रत्यक्षतर्फको ल